ॐ यं ब्रह्मा वरुणेन्द्र रुद्रमरुत स्तुन्वन्ति दिव्यैस्तवे वेदैः साङ्गपदक्रमोपनिषदैर्गायन्ति यं सामगा ध्यानावस्थित तद्गतेन मनसा पश्यन्ति यं योगिनो यस्यान्तं न विदुसुरासुरगणा देवाय तस्मै नमः। श्रीमच्चन्दन चर्चितो ज्वलबभू शुक्लाम्बरा मल्लिका मालालंकृत कुंडल प्रविलसन मुक्ता बलि शोभिता सर्वज्ञान निदान पुस्तक धरा रुद्राक्ष माला धरा वाग्देवी वदनाम्बुजे वसतु मे त्रैलोक्य माता चिरम मुखं करोति वाचालं पंगुं लंघयते गिरिं यत् कृपातमहं वन्दे परमानंद माधवम। नमो भगवते तस्मै व्यासायामित तेजसे यस्य प्रसादात् वक्ष्यामि नारायण कथामिमां। नारायणं नमस्कृत्य नरं चैव नरोत्तमं देवीं सरस्वतीं व्यासं ततो जय मुदीरयेत्। श्री स्वस्तानी परमेश्वरी को जय। ओम श्री गणेशाय नमः। अथ षड्विंशोऽध्यायः। कुमारजी आज्ञा गर्नुहुन्छ हे अगस्त्य मुनि। एक दिन नवराज राजाले आफ्नी मुमासित बिन्ती गरे, हे मुमा, ईश्वरका कृपाले म यहाँ आई राजा भएँ। अब आफ्ना राज्यमा भए जति ब्राह्मणहरूलाई डाकी भोजन गराउँ र श्रद्धापूर्वक दक्षिणा दिउँ। यस जन्ममा धर्म गरे पो अर्को जन्ममा पाउला, त्यो सुनेर गोमाले, हे पुत्र, तिमीले बेस भनौ। तिम्रो यसरी सधैँ धर्ममा चित्त लागोस्। मन्त्रीलाई अराई ब्राह्मणहरूलाई निमन्त्रणा गर्न पठाऊ। चन्द्रज्योति नगरका तिम्रा बालक कालका साथीहरूलाई पनि निमन्त्रणा गर्न पठाऊ। तिम्री स्त्री चन्द्रावती माइत छ, लिन पठाऊ भनिन्। आमाले भनेको सुनि नवराजले हवस भनी मन्त्रीलाई डाकी, हे मन्त्री, हाम्रा राज्यमा भए जति सबै ब्राह्मणलाई भोजन गराउनु पर्यो। सामग्री तयार गर ब्राह्मणहरूलाई निमन्त्रणा गर्न पठाऊ। चन्द्रज्योति नगरमा मेरा साथीहरू छन्, तिनीहरूलाई पनि निम्दा पठाऊ। वरुणपुरमा अग्निस्वामी नामका ब्राह्मण छन्, तिनकी पुत्री चन्द्रावती मेरी ब्राह्मणी हुन्, उनलाई पनि लिन पठाऊ। मेरा सासू ससुरा तपाईका ज्वाइँ लावण्य देशका राजा भए आजका 4 दिनमा यहाँ आइपुग्नु हवस भनी खबर पठाऊ भनी आज्ञा दिए। मन्त्रीले हवस भनी लावण्य देशका राज्यमा बस्ने सबै ब्राह्मणहरूलाई निमन्त्रणा गर्न पठाए। चन्द्रज्योति नगरमा नवराज राजाका साथीहरूलाई पनि डाक्न पठाए। चन्द्रावतीलाई पनि लिन भनी डोलेहरूलाई पठाएर सब सामग्री तयार गरे। डोलेहरू वरुणपुरमा गई अग्निस्वामीको घर कुन हो भनी सोध्न लागेर कसैले त्यही हो भनी बताइदियो। घरका आँगनमा पुगी बोलाउन लागे। चन्द्रावतीले त्यो सुनि को हौ, कहाँबाट आयो भनी सोधिन्। डोलेहरूले नवराज राजाले पठाउनु भयो र लावण्य देशबाट आयौं भनी बिन्ती गरे। तब चन्द्रावतीले सोधिन्, हे डोले हो, तिमीहरूले नवराज राजा भनी आश्चर्यको कुरा गर्यौ, कसरी राजा भए सो सब मलाई भन। डोलेहरू भन्दछन्, लावण्य देशमा राजा नहुँदा हात्तीलाई सुनको कलश र फुलको माला दिई राजा खोज्न पठाइएको थियो। नवराजलाई देखि त्यसले सुवर्ण कलशले अभिषेक गरेर फुलको माला पहिराइदिँदा लोकले दरबारमा लगी राजा बनाए। चन्द्रावती रानी कहाँ छिन्, खबर गरिदिनु पर्यो। चाँडै नगए राजा हामीसँग रिसाउनु हुनेछ। त्यो सुनेर चन्द्रावतीले मनमा आनन्द मानी चन्द्रावती नाउँ भएकी उनकी ब्राह्मणी मै हुँ भनिन्। तब डोलेहरूले प्रणाम गरी, हे महारानी, चाँडो जाउँ, विलम्ब नगर्नुहोस्। तपाईका बाबा महतारीलाई पनि आजका 4 दिनभित्र आइपुग्नु भनी निम्ता पठाएको छ। हामीले चिनेका छैनौँ, तपाईले नै भन्नु पर्यो भनी बिन्ती गरी चन्द्रावतीले लौ लौ भनी चाँडो बाँकी गई। आफ्ना बाबा महतारीसित नवराज राजा भएको र आफूलाई लिन आएको सब कुरा भनी तपाईहरूलाई पनि आजका 4 दिनभित्र आइपुग्नु भनी निमन्त्रणा पठाएको रहेछ। आज्ञा पाए म जाँदी हुँ भनिन्। त्यो सुनेर अग्निस्वामी बहुत खुसी भई, धन्य मेरा ज्वाइँ नवराज, मेरी छोरी पनि अब रानी भई भनी थरी थरीका गहना कपडा पहिराई। हे पुत्री, तैले जन्म लिएको सफल भयो, विलम्ब गर्नु छैन, अब साइत गर भनी बिदा दिए। चन्द्रावती रानीले हवस भनी डोलीहरूलाई खाना पिउन दिई बाबा महतारीलाई प्रणाम गरी आफ्ना छिमेकी साथीहरूसित पनि बिदा भई म्याना चढी लावण्य देशतिर गइन्। चन्द्रावतीका सङ्गिनीहरूले, हरे, यो चन्द्रावती आफ्नो पति परदेश गएका बेला दुःखमा परेकी सासूलाई एक्लै छोडी माइत बसेकी थिए तापनि अहिले रानी हुन पाई भनी कुरा गरे। चन्द्रावती त्यहाँबाट गई ठुलो वनमा पुगिन्। कस्तो वन भने कहीँ मृग इत्यादि वन्य जन्तु आफ्ना जोडी साथ शीतल ठाउँमा बसिरहेका, कहीँ राजहंस आदि पक्षीहरू पोखरीमा खेलिरहेका, कहीँ गुराँस पलास आदिका रुखहरू फलफुलले लडरम्म भई
फुलेका फलेका भमरा माहुरी आदि भुन भुन गरिरहेका त्यस्तो वनमा पुग्दा टाढेबाट अप्सराहरूले श्री स्वस्तानी परमेश्वरीको व्रत गरिरहेको तिनीहरूले देखे। अनि डोलेहरूले हे महारानी, हामीलाई भोक लाग्यो, त्यहाँ पर केही खाई आउँछौँ, तपाईँ एकछिन यहीँ बस्नुहोस् भनी म्याना भूमिमा राखी चन्द्रावतीलाई एक्लै छाडी त्यहाँ के रहेछ भनी हेर्न गई। अप्सराहरूका नगेच पुगी, तिमीहरू को हौ, कहाँबाट आयो, कुन देवताको व्रत गरी पूजा गरेको हौ भनी सोधे। अप्सराहरूले हे मनुष्य हो, हामी स्वर्गका अप्सरा हौं, श्री स्वस्तानी परमेश्वरीको पूजा गर्दैछौँ भने त्यो सुनेर यो पूजा हामीले पनि गर्न हुन्छ कि भनी डोलेहरूले सोधे। अप्सराहरूले हुन्छ भन्दा तिनीहरूले मनमा हर्ष मानी हामीसित सामग्री छैन, तपाईका साथमा हामीलाई पनि पूजा गर्न दिनुहोस् भने। र अप्सराहरूले आफ्ना साथमा पूजा गराए। तिनीहरूले अर्काको भारी भुकी ज्यालाले राखेको द्रव्य भेटी चढाए। व्रत गरिसकेपछि अप्सराहरूले भने हे मनुष्य हो, जो मनुष्यले श्री स्वस्तानी परमेश्वरीका व्रत गरी कथा सुनाउला अथवा तिनको महिमाको पुस्तक घरमा राख्ला, त्यसका सब पाप दुःख दारिद्र्य शोक र सन्ताप नाश हुँदै जालन। अन्त्यमा दिव्य देहले कैलाशमा बस्न पाउला। बाटो लागेका तिमीहरूले ठूलो श्रद्धा गरी यो व्रत गर्यौ, धन्य रहेछौ। श्री स्वस्तानी परमेश्वरी सधैँ तिमीहरूका हृदयमा रहन्। अब जहाँ जान आएका हौं वहाँ जाऊ भनी श्री स्वस्तानी परमेश्वरीको प्रसाद दिए। डोलेहरूले भने तपाईहरूका कृपाले हामीले श्री स्वस्तानी परमेश्वरीको व्रत गर्यौं, अब हामी जान्छौं भनी अप्सराहरूलाई प्रणाम गरी म्यानातिर लागे। अप्सराहरू पनि स्वर्ग गए। इति श्री स्कन्द पुराणे केदारखण्डे माघ महात्म्य कुमार अगस्त संवादे श्री स्वस्तानी परमेश्वरी व्रतकथायां चन्द्रावती लावण्य देश गमनम नाम षड्विंशोऽध्यायः। ओम उपनयतु मंगलम व सकल जगन मंगलालय श्रीमान दिनकर किरण निबोधित नव नलिन दल निवेक्षण कृष्ण काले वर्षतु पर्जन्य पृथ्वी सस्यशालिनी देशोऽयं क्षोभरहितो ब्राह्मणा सन्तु निर्भया अपुत्र पुत्रिणा सन्तु पुत्रिणा सन्तु पौत्रिणा निर्धना सदना सन्तु जीवन्तु शरदां शताम्। तत्रैव गंगा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च तीर्थानि सर्वाणि वसन्ति तत्र यत्राचितोदार कथा प्रसंग। या कुन्देन्दु तुषार हार धवला या शुभ्र वस्त्रावृता या वीणा वरदंड मंडित करा या श्वेत पद्मासन या ब्रह्माचित शंकर प्रभृति देवै सदा वंदिता सा मां पातु सरस्वती भगवती निशेष जाड्यापः। कायेन वाचा मनसीन्द्रियैर्वा बुद्ध्यात्मना वानुसृता स्वभावात् करोमि यद्यत् सकलं परस्मै नारायणायेति समर्पये। तत् श्री स्वस्तानी परमेश्वरी को जय। सांब सदा शिवजी को जय। राष्ट्रदेव पशुपतिनाथ को जय। हर 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 महादेव।